सम्पूर्णमा हरिओम। जीवन विज्ञानद्वारा अनलाइन भौतिक कार्यक्रम भइरहेको छ, यसको जानकारी हामी सबैलाई थाहा छ। यसको साथसाथमा जीवन विज्ञान केन्द्रीय कार्यालयमै सद्गुरुदेवहरूले पनि नियमित साधना गराइराखेको छ। एक एक हप्ताको साधना हुन्छ। यसको सिलसिलामा अहिले चाहिँ झापामा चक्र विज्ञान कार्यक्रम भइरहेको छ। यो चक्र चाहिँ हामी भित्र अवस्थित अझै सूक्ष्म शरीरमा अवस्थित ऊर्जाका केन्द्रहरू हुन्, जसमा हामी हरेक दिन एक एकवटा ऊर्जाका केन्द्रमा काम गर्छौं। आज पहिलो दिन मूलाधार चक्रमा साधना भइसकेको छ। मूलाधार चक्र चाहिँ मेरुदण्डको अन्तिम बिन्दुमा रहेको हुन्छ। जसको शरीर कमजोर छ, शरीर रोगी छ, शारीरिक बलै छैन भने जस्तो लाग्छ, शरीर दुर्बल छ भन्ने लाग्छ, उहाँहरूको चाहिँ मूलाधार चक्र बिग्रेको छ। किनभने यो चक्रै शरीरसँग सम्बन्धित चक्र हो। र अब जसको चक्र राम्रो छ, उहाँहरूको चाहिँ यो मूलाधार चक्र राम्रा भएका व्यक्तिहरू चाहिँ रुष्टपुष्ट देख्दैखेरि बलवान, क्रियाशील रहने, एक्टिभ हुनुहुन्छ। र अब सक्रिय हुने साथीहरूको त सक्रिय छँदै नै छ। अब निष्क्रिय हुने साथीहरूले के गर्ने त भन्दा चक्र विज्ञान कार्यक्रममा भाग लिने। यसको लागि हजुरहरूले जीवन विज्ञान एप डाउनलोड गरेर अनलाइन फर्म भरेर अनि भौतिक रूपमा उपस्थित भएर लाभ लिन सक्नुहुनेछ। र अब अरू चक्रहरूमा हामी हरेक दिन चर्चा गर्नेछौँ। अहिलेको लागि हजुरहरू नियमित अनलाइन भौतिक रूपमा उपस्थित भएर साधना गर्नुहोला। हरिओम।